आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश। थप जिम्मेवारीले थप प्रार्थनाको माग गर्छ। जय मसीह। आज मङ्गलबार जुलाई 7 तारिक असार 23 गते। आजको बाइबल खण्ड भजन सङ्ग्रह 56 9 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, जब सहायताको निम्ति म पुकारा गर्छु, मेरा शत्रुहरू पीठ फर्काएर भाग्नेछन्। यसबाट यो म जान्नेछु कि परमेश्वर मेरो पक्षमा हुनुहुन्छ। अमेरिकाका सुरुवाती दिनहरूमा एक अपरिचित व्यक्तिले काङ्ग्रेसमा उपस्थित व्यक्तिहरूमा जर्ज वाशिङटनलाई कसरी चिन्न सकिन्छ भनेर सोधे। तिनलाई भनिएको थियो, काङ्ग्रेस प्रार्थनामा जाँदा तपाईँले सजिलैसँग छुट्याउन सक्नुहुन्छ। वाशिङटन घुँडा टेकेर प्रार्थना गर्ने सज्जन हुन्। वाशिङटन प्रार्थना गर्ने मानिसका रूपमा चिनिन्थे। जब नयाँ राष्ट्रको भविष्य भ्याली फोर्जमा निर्धारण हुँदै थियो, उनले अक्सर प्रार्थनामा विश्राम र राहत पाए। एक दिन वाशिङटनको सैन्य शिविरमा पुग्ने एक किसानले एउटा गम्भीर आवाज सुन्यो। जब ऊ नजिक पुग्यो, उसले वाशिङटनले घोडा टेकेको र तिनका गाला आँसुले भिजेको देख्यो। त्यो किसानले घर फर्केर आफ्नी श्रीमतीलाई भन्यो, जर्ज वाशिङटन सफल हुनेछन् र अमेरिकीहरूले स्वतन्त्रता प्राप्त गर्नेछन्। उसकै श्रीमतीले भनिन्, तपाईँले किन त्यस्तो ठान्नुभयो? उसले जवाफ दियो, मैले आज उनलाई जङ्गलमा प्रार्थना गरिरहेको सुनेको छु र प्रभुले उनको प्रार्थना पक्कै सुन्नुहुनेछ। तिमी ढुक्क बन, उहाँले उनको प्रार्थना सुन्नुहुनेछ। जब हामीसँग कमी हुन्छ, हामी हाम्रो आवश्यकताको बारेमा बढी सचेत बन्छौँ र बढी प्रार्थना गर्छौँ। तर जब हामीले धेरै उपलब्धि गर्छौँ र हामीसँग धेरै हुन्छ, हामी बढी आत्मनिर्भर बन्छौँ र कम प्रार्थना गर्छौँ। त्यो गल्ती हो। परमेश्वरले तपाईँलाई जति धेरै सुम्पनुहुन्छ, तपाईँलाई त्यति नै धेरै उहाँको शक्ति, उहाँको बुद्धि, उहाँको मार्गदर्शन र उहाँको अनुग्रहको आवश्यकता पर्छ। दाउद सिंहासनमा बसे र इजरायलमाथि शासन गरे। के उनी घमण्डी वा अहङ्कारी बने? होइन। जब सहायताको निम्ति म पुकारा गर्छु, मेरा शत्रुहरू पीठ फर्काएर भाग्नेछन्। यसबाट म यो जान्नेछु कि परमेश्वर मेरो पक्षमा हुनुहुन्छ। म परमेश्वरमा भरोसा गर्दछु। म डराउने छैन। मानिसले मलाई के गर्न सक्छ र? त्यसै कारण तपाईँको लागि आजको वचन छ, थप जिम्मेवारी पाउँदा तपाईँले अझै धेरै प्रार्थना गर्नुपर्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह। आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। मोबाइल नम्बर 980820 04870। इमेल ठेगाना mos.radioministry@gmail.com। आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्। तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।